हेलो साथीहरू, यो पाल्पा जिल्लामा रहेको पाल्पा जिल्लाको तानसेन सहरमा रहेको पाल्पा दरबार अथवा पाल्पा सङ्ग्रहालय हेर्नुहोला साथीहरू। यो चाहिँ पुरै यस्तो छ डिजाइन भनेर देखाउँदैछ होइन। भित्रको यो होइन म्युजियम भनौँ न, पाल्पा म्युजियम भनिनुभयो अथवा पाल्पा दरबार चाहिँ यसको बाहिरी रूपलाई चाहिँ पाल्पा दरबार भन्छ भने भित्रको यो चाहिँ होइन दरबार र म्युजियम सँगै रहेको छ। यो रहेछ क्या सम्पूर्ण जात जातिहरूले होइन नयाँ बनाएको आजभन्दा होइन 100 वर्ष अथवा 100, 150, 200 वर्ष अगाडि यस्तो आफ्नो जीविकोपार्जन गर्नको लागि यस्तो सामग्रीहरू प्रयोग गर्थ्यो, प्रयोगमा ल्याउँथ्यो भनेर देखाइएको छ होइन। यो चाहिँ तपाईँको सबै जात जातिको छ होइन। त्यो समयमा यस्तो प्रयोग हुन्थ्यो। अब मैले चाहिँ होइन मैले त हेरिहालेँ, तपाईँहरूलाई पनि हेर्ने मौका मिलोस् भनेर मैले भिडियो बनाएर युट्युबमा हालेछु होइन, प्रस्तुत गरेछु। हेरेर प्रतिक्रिया दिनुहोला। लाइक शेयर कमेन्ट कस्तो लाग्यो तपाईँहरूलाई। मैले यो बनाएको मिनी ब्लगमा होइन, सानो छोटो छैन। अब कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथीहरू। कुनै समय तपाईँहरू पनि पुग्नुभयो भने यो ठाउँमा हेर्नुहोला। एकदम सम्झिन लायकको छ ठाउँ होइन, धेरै राम्रो बनाउनु भएको छ। यहाँको व्यवस्थापन समितिले अथवा नेपाल सरकारले यो मेन बाहिरी बनावट चाहिँ दरबार हो होइन। सबै ठाउँमा यो भिडियो अलाउ छैन, बनाइन्छ राम्रो ठाउँ छ। भिडियो फोटो खिच्न दिँदैन। त्यो भिडियो जहाँ जहाँ दिन्छ त्यहीँ मात्रै मैले बनाएको छु होइन। तानसेन पहिलेको समयमा, अहिले त यो इतिहासमा मात्रै रह्यो होइन, सम्झिने खालको मात्रै रह्यो। अहिले त अब कहाँले युज गर्छ र यो